महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म गरेको थियो विक्रम सन 2000। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म गरेको 1966 कार्तिक 27। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म गरेको विक्रम सन 1966 कार्तिक 27। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म गरेको विक्रम सन 1966 कार्तिक 27। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म गरेको कहिले भएको थियो? विक्रम सन 1966 कार्तिक 27। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म गरेको थियो विक्रम सन 1966 कार्तिक 27। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म गरेको थियो विक्रम सन 1966 कार्तिक 27। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म गरेको थियो विक्रम सन 1966 कार्तिक 27। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म गरेको थियो विक्रम सन 1966 कार्तिक 27। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म विक्रम सन 1966 कार्तिक 27 भएको थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्यु 16 भाद्र 19। विस्कर्णीका लेखक हुन् माधव प्रसाद घिमिरे। 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 लाहुरे उपनामले चिनिने व्यक्ति कुन? सूर्यविक्रम ग्यावाली। 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 लाहुरे उपनामले चिनिने व्यक्ति सूर्यविक्रम ग्यावाली। वीरता उन्मूलन हुँदाखेरि चाहिँ प्रधानमन्त्री को थियो भन्दा बिपी कोइराला। वीरता उन्मूलन भने बी आयो। वीरताको बी र बिपी सम्झिहाल्नु पर्ने। वीरता उन्मूलन प्रधानमन्त्री बिपी कोइराला। भण्डार खाल पर्व विक्रम सन 1903 कार्तिक 12। 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 भण्डार खाल पर्व चाहिँ विक्रम सन 1903 कार्तिक 12। भण्डार खाल पर्व विक्रम सन 1903 कार्तिक 12। भण्डार खाल पर्व विक्रम सन 1903 कार्तिक 12। भण्डार खाल पर्व विक्रम सन 1903 कार्तिक 12। मुक्ति पर्व कहिले भएको थियो भने विक्रम सन 1970। मुक्ति पर्व चाहिँ विक्रम सन 1970। भण्डार खाल पर्व 1903 कार्तिक 12। भण्डार खाल पर्व विक्रम सन 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 1903 कार्तिक 12। मुक्ति पर्व विक्रम सन 1970। लाइब्रेरी पर्व विक्रम सन 1987। लाइब्रेरी पर्व चाहिँ विक्रम सन 1987। लाइब्रेरी पर्व विक्रम सन 1987। लाइब्रेरी पर्व विक्रम सन 1987। प्रचण्ड गोर्खा पर्व भनेको सन् विक्रम सन 1988। प्रचण्ड गोर्खा पर्व भनेको विक्रम सन 1988। प्रचण्ड गोर्खा पर्व 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 विक्रम सन 1988। भण्डार खाल पर्व चाहिँ विक्रम सन 1903 कार्तिक 12। मुक्ति पर्व विक्रम सन 1977। लाइब्रेरी पर्व विक्रम सन 1987। मुक्ति प्रचण्ड गोर्खा पर्व विक्रम सन 1988। नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा विक्रम सन 2063। नेपाललाई चाहिँ धर्मनिरपेक्ष मुलुक घोषणा विक्रम सन 2063। नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा विक्रम सन 2063। नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा विक्रम सन 2063। नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा कहिले भयो भन्दा विक्रम सन 2063। विक्रम सन 2063। नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा कहिले भयो भन्दा विक्रम सन 2063। बारुदी सुरुमुक्त भनेको बारुदी सुरुमुक्त क्षेत्र घोषणा विक्रम सन 2068 जेठ 31। बारुदी सुरुमुक्त क्षेत्र घोषणा विक्रम 2068 जेठ 31। बारुदी सुरुमुक्त क्षेत्र घोषणा विक्रम सन 2068 जेठ 31। बारुदी सुरुमुक्त क्षेत्र घोषित चाहिँ विक्रम सन 2068 जेठ 31। बारुदी सुरुमुक्त क्षेत्र बारुदी सुरुमुक्त क्षेत्र घोषित विक्रम सन 2068 जेठ 31। पृथ्वीनारायण शाहको मृत्यु कहिले भएको थियो? विक्रम सन 1831 माघ 1। पृथ्वीनारायण शाहको जन्म विक्रम सन 1779 पौष 27 भएको थियो। मृत्यु चाहिँ विक्रम सन 1831 माघ 1 गते भएको थियो। नुवाकोटमा चाहिँ विजय पृथ्वीनारायण शाहले नुवाकोटमा कहिले जितेको थियो भन्दाखेरि चाहिँ विजय प्राप्त गरेको थियो विक्रम सन 1831 15। एन भनेको 14। नुवाकोटको एन भनेको 14। नुवाकोटको एन भनेको 14। 14मा प्लस 1 गर्दा 15 भनेको विक्रम सन 1801 असोज 15 गते भन्ने बुझ्नु पऱ्यो।
नगरमा विजय कहिले हासिल गर्यो भन्दा विक्रम सम्वत 1801 असोज 15 विक्रम सम्वत 1801 असोज 15 नुवाकोटमा चाहिँ पृथ्वीनारायण शाहले कहिले विजय हासिल गरे भने विक्रम सम्वत 1801 असोज 15 विक्रम सम्वत 1801 असोज 15 नालदुम्बा भनेको 1803 श्रावण नाति भन्ने सुन्नु पर्यो नालदुम भनेको नाति नाति भनेपछि नालदुम भनेको चाहिँ विक्रम सम्वत 1803 श्रावण भनेर बुझिहाल्नु पर्यो लामिडाबडा भनेको विक्रम सम्वत 1804 भाद्र लामिडाबडा ला भनेको लाबाट लाचार भयो भन्ने सम्झिनु पर्यो लामिडाँडा भनेको ला भनेको लामिडाँडा चार भनेको 1800 विक्रम सम्वत 1804 भो भनेको भाद्र लामिडाँडा भनेको विक्रम सम्वत 1804 भदौ भाद्र दहचोक महादेव पोखरी भनेको विक्रम सम्वत 1811 दहचोक महादेव पोखरी 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 विक्रम सम्वत 1811 काभ्रेमा विक्रम सम्वत काभ्रे भनेको कहाँ छ सोह्र कहाँ छ भन्ने कहाँ छ भन्नुभयो काभ्रे भनेको कहाँ छ कहाँबाट काभ्रे छ भनेको विक्रम सम्वत 1816 पी भनेको 16 हो पी भनेको 16 भनेदेखि बुझिहाल्नु पर्यो काभ्रे भनेको विक्रम सम्वत 1816 पुस काभ्रे चाहिँ विक्रम सम्वत 1816 पुस मकवानपुर भनेको चाहिँ मकवानपुरको आर भनेको 18 + 1 भन्यो मकवानपुर विक्रम सम्वत 1819 भाद्र 9 19 मा 10 घटाउँदा 9 भाद्र 9 मकवानपुरमा चाहिँ विक्रम सम्वत 1819 भाद्र 9 मकवानपुरमा कहिले पृथ्वीनारायण विजय हासिल गरे विक्रम सम्वत 1819 भाद्र 9 मकवानपुरमा चाहिँ विक्रम सम्वत 1819 भाद्र 9 कीर्तिपुरमा विक्रम सम्वत 1822 चैत 3 कीर्तिपुरमा चाहिँ विक्रम सम्वत 1822 चैत 3 कीर्तिको जन्म कहिले भएको थियो भने विक्रम सम्वत 1822 चैत 3 भएको कीर्ति भन्ने कीर्तिको जन्म चाहिँ विक्रम सम्वत 1822 चैत 3 मा भएको थियो कीर्ति भन्ने कीर्तिको जन्म कहिले भएको थियो भने विक्रम सम्वत 1822 चैत 3 मा भएको थियो काठमाडौँमा कहिले चाहिँ पृथ्वीनारायण शाहले विजय हासिल गर्यो भन्दाखेरि चाहिँ विक्रम सम्वत 1825 असोज 13 का भनेको चाहिँ कादो भनेको चाहिँ काठमाडौँ दोपाते भनेको चाहिँ का भनेको काठमाडौँ भइहाल्यो दो भनेको दुई भइहाल्यो पा भनेको 5 भइहाल्यो विक्रम सम्वत 1825 पा भनेको 5 भइहाल्यो ते भनेको चाहिँ 13 काठमाडौँ विक्रम सम्वत 1825 असोज 13 काठमाडौँ विक्रम सम्वत 1825 असोज 13 काठमाडौँ विक्रम सम्वत 1825 असोज 13 काठमाडौँ विजय हासिल विक्रम सम्वत 1825 असोज 13 काठमाडौँ विजय हासिल विक्रम सम्वत 1825 असोज